साथीहरू हामी चाहिँ आज हेटौँडाको मनोकामना पुग्ने टाइममा है एक काम दुई पर्छ म मेरो एउटा कामको लागि आएको चाँडै सकियो अनि घुम्नको लागि मनोकामना तिर छौँ बाटो एकदम उकालो रहेछ तै पनि रमाइलो लागिरहेछ मलाई चाहिँ गाउँतिर पुगे जस्तै लाग्यो क्या यो बाटो देख्दाखेरि चाहिँ सालघारी छ अहिलेसम्म पात पतिङ्गर खस्ने बेला भएको छैन कि अनि अलिक हरियाली नै छ रमाइलो छ ठाउँ जोस् अब माथि डाँडामा त पुगेको छैन हेरौँ कस्तो छ झारहरू चाहिँ अलिअलि सुकिसकेका छन् तैपनि जङ्गल भने चाहिँ अलिक हरियाली नै छ उकालो बाटो टेम्पोले झन्डै तान्न सकिरहेको छैन क्या हामी दिदी पनि दुईजना उस्तै मोटो मोटो परियो झन्डै तान्न सकिरहेको छैन बिस्तारै जाँदैछौँ हामी चाहिँ त्यहाँ कस्तो छ हेरौँ एक्साइटेड छु सकेसम्म रमाइलै होला डाँडामा पुगेपछि टेम्पोवाला दाइले हामीले छोडिदिनु भयो अनि हामी चाहिँ एकछिन यताउता डाँडाकाँडा हेऱ्यौँ अनि टिकटक भिडियो बनाउनतिर लाग्यौँ पिङ भेटी लगेर पिङ पनि खेल्यौँ एकछिन सिङ्गल भिडियो बनायौँ दुईजना पनि बनायौँ सँगै पिङमै गफ गर्दै एकछिन मच्चियौँ हल्लियौँ जे होस् पिङमा हल्लिन्न पनि रमाइलै हुँदो रहेछ बचपनको पो याद आयो डोरी बाँधेर अथवा रुखको त लुलो रुखको टुप्पीमा चढेर हुँ हल्लिन्थ्यौ नि त्यस्तै पो लाग्यो तर डर पनि लागिएर पिङमा मचिसकेपछि हामी अलिक पल्लो डाँडातिर गएर फोटोसोटोहरू खिच्यौँ एकैछिन भिडियो पनि बनायौँ त्यसपछि फर्किने तर्खरमा मन्दिर पनि पुग्यौँ तर पूजा गर्न मिलेन दिउँसो भइसकेको थियो गर्न मिलेन फर्किनु बन्द भएको रहेछ ढिलो पुग्यौँ हामी अब हामी फर्किन लाग्यौँ फेरि अर्कै ठाउँ जाउँ भन्ने योजना बनायौँ त्यसपछि हामी शहीद स्मारक पार्कतिर फेरि त्यही टेम्पोवाला दाइसँगै लैजानु न भनेर रिक्वेस्ट गरेर लाँदै हुनुहुन्छ त्यहाँतिर बाटोमा जाँदाखेरि कस्तो दामी यस्तो ड्रइङहरू रहेछ क्या साह्रै रमाइलो लाग्यो मलाई चाहिँ कस्तो राम्रो छ ठाउँ स्मारक पार्कमा टिकट काट्नुपर्ने रहेछ हामी टिकट काट्यौँ टिकट काटेपछि भित्र छिर्यौँ भित्र छिर्दाखेरि एकदम रमाइलो ठाउँ रहेछ क्या मलाई चाहिँ मन पर्यो सफा पनि रहेछ यताको के भन्छ नि काठमाडौँको जू भन्दा पनि सफा लाग्यो मलाई चाहिँ यो के हो यसको हिस्ट्री के हो त्यो चाहिँ थाहा भएन बुझाइदिने मान्छे भएन यो यता काठमाडौँको जू जस्तै लाग्यो यिनीहरू यो यता गिद्धहरू रहेछ के हो खरायोहरू त्यसपछि यहाँ के छ त्यही गिद्धले जिस्काइरहेछ दिदीले यता के हो यो चितुवा रहेछ यहाँ चाहिँ यहाँ काठमाडौँको जूमा पाउने चिजहरू नै रहेछ यहाँनिर चाहिँ यतातिर हामीले खासै त्यति खासै धेरै हेरिएन किनभने काठमाडौँमै हेर्दै गरेको हो नि त यिनीहरू त त्यसपछि तैपनि अलिअलि हेरौँ यहाँ बाँदरहरू रहेछ तर ठाउँ साह्रै मन पर्यो क्या एरिया एकदम ठुलो लाग्यो मलाई तर हतारमा भयो आज हतार भयो क्या अनि फर्किनु पर्ने थियो रात पर्छ भनेर एकैछिन हतार घुमिरहेछौँ छिटो गरौँ भनेर हामी चाहिँ यहाँ
राम्रो रहेछ ठाउँ यता यता नि मजा रहेछ नि त नि ओइ उता पल्लोपट्टिबाट जाऊँ न यहाँबाट फोटै राम्रो आउँदैन अनि कहाँ ठाउँ चाहिँ सफा रहेछ राम्रो रहेछ तर घामले हेर्नै दिएन क्या एक काम दुई पन्थ यो सफा राम्रो लाग्यो शहीद स्मारक पार्क अब एकछिन फोटो खिचौँ कि घुम्ने ठाउँ एरिया धेरै रहेछ तर हतार हतार भयो क्या आज अलिक समय मिलेको भए हामी त्यो पुरै एरिया घुम्ने थियौँ तर आज अलिक समय छोटो थियो क्या त्यही भएर छिटो गरेर फोटो पनि धेरै खिचिएन छिटो हिँडेर आइहाल्यो तै पनि जस नपुगेको ठाउँ नयाँ ठाउँमा पुग्न पाउँदा रमाइलै लाग्यो जस कस्तो मजाले क्या व्यवस्थापन चाहिँ मजाले गरेको सफासुग्घर एकदम चट्ट पारेर यसरी अब पर्यटकहरू पनि त लोभिन्छन् यस्तो मजाले मिलाएर बनाएको छ नि अर्कोचोटि समय मिलेछ भने चाहिँ फेरि दोस्रोचोटि घुम्न जाने मन भयो मलाई चाहिँ आज चित्त बुझेन तै पनि हतार सबै कुरा मन पर्यो है आजको घुमाइमा चाहिँ तर चित्त बुझ्दो टिकटक भिडियो अनि फोटो चाहिँ आएन जस एउटा मेमोरी चाहिँ भयो हतार भए पनि अर्कोचोटि जाँदा चाहिँ एकदम चित्त बुझ्दो गरेर टिकटक भिडियोदेखि लिएर फोटोदेखि लिएर सबै चित्त बुझ्दो तरिकाले अलिक टाइम लगाएर घुम्नु पर्ला यसपालिको यस्तै भयो रमाइलो लागेर भिडियो गरेको खासै भिडियो गर्न त आउँदैन तै पनि शहीद स्मारक पार्क एकदम राम्रो लाग्यो तर घुम्ने टाइम छोटो थियो पछिल्लो समय आउनु पर्ला आज यस्तै भयो तर राम्रो छ ठाउँ चाहिँ एकदम अझै उता पल्लोपट्टि बाँकी नै थियो ल हामी चाहिँ फर्क्यौँ अब हतारमा भयो कस्तो लाग्यो त आजको घुमाइ गर्मी जाडो हुँदै थियो बिहान तर सफा चाहिँ एकदम कस्तो राम्रो सफा रहेछ क्या ठाउँहरू हेटौडा चोक है हामी चाहिँ ठिक हेटौडा चोक अब काठमाडौँ फर्किन लाग्यौँ हामी चाहिँ खाना खायौँ